नमस्कार आदरणीय मेरा प्यारा प्यारा मित्रहरू। आज तपाईहरु सुन्दै हुनुहुन्छ न्यू ब्लग युट्युब च्यानल। हाम्रो युट्युब च्यानललाई तपाईहरुले सब्स्क्राइब गरेको छैन भनेदेखि तलको हाम्रो रातो सब्स्क्राइब लेखेको बटनमा क्लिक गरी अल नोटिफिकेसनमा तपाईले क्लिक गर्नुहोला। र अब ढिलो नगरिकन हामी भिडियो स्टार्ट गरौँ। अब हामी आज तपाईलाई सुरुमा चाहिँ भिडियो स्टार्ट गर्न गइरहेको छौं। इन्ट्रोडक्सन फर युट्युब च्यानल फुल कोर्स बेसिक अफ एडभान्स, यो सम्बन्धी तपाईहरुलाई हामी केही जानकारी दिँदै गइरहेको छौं। इन्ट्रोडक्सन टु युट्युब। अब युट्युब के हो त, हैन? युट्युब के हो? युट्युब के हो? युट्युबको इतिहास र विकास कसरी भयो र युट्युबबाट कसरी पैसा कमाउने, हैन? र तपाईले कस्तो प्रकारको च्यानल खोल्नुहुन्छ त? ब्लग, गेमिङ, टुरिज्म, रिभ्यू, सर्ट, म्युजिक इत्यादि कस्तो खालको खोल्नुहुन्छ? आज हामीलाई तपाईहरुलाई यस विषयमा लिएर छलफल गर्नेछौं। सुरु गरौँ ढिलो नगरिकन। अब युट्युब के हो त, यसको बारेमा युट्युब एउटा फ्री भिडियो शेयरिङ प्लेटफर्म हो जुन सन् 2005 मा सुरु गरिएको थियो। हाल यो गुगलको स्वामित्वमा छ। यहाँ केटाकेटी, बच्चा, बुढा सबैले विभिन्न प्रकारका भिडियो हेर्न, अपलोड गर्न र शेयर गर्न सक्छन्। युट्युबका मुख्य विशेषताहरू: 1 नम्बरमा भिडियो अपलोड। प्रयोगकर्ताले आफैले खिचेका वा बनाएका भिडियो अपलोड गर्न सक्छन्। 2 मा भिडियो वाच। संसारभरका भिडियोहरू जस्तै गीत, फिल्म, ट्युटोरियल, ब्लग, समाचार हेर्न सकिन्छ। 3 मा सब्स्क्राइब सिस्टम। मनपर्ने च्यानललाई सब्स्क्राइब गरेर नयाँ भिडियोको जानकारी पाउन सकिन्छ। 4 मा मोनेटाइजेसन। मोनेटाइजेसन। 4 मा मोनेटाइजेसन। युट्युबमा राम्रो दर्शक संख्या, भ्युज भएको च्यानलले पैसा कमाउन सक्छ। 5 मा लाइभ स्ट्रिमिङ, प्रत्यक्ष प्रसारण गर्न मिल्छ। 6 मा कमेन्टिङ एन्ड लाइकिङ। भिडियो मन परे लाइक, मन परे डिसलाइक गर्न सकिन्छ र कमेन्ट लेख्न सकिन्छ। युट्युब किन लोकप्रिय छ? निशुल्क, फ्री, सुलभ, मोबाइल, टिभी, पिसी सबैमा चल्छ। ज्ञान, मनोरञ्जन, सिकाइको राम्रो स्रोत, आफै च्यानल बनाएर पैसा कमाउने मौका। छोटोमा युट्युब भिडियोको संसार, जहाँ हरेक मानिसले आफूले चाहेको विषयमा भिडियो हेर्न, बनाउन र अरूसँग बाँड्न सक्छ। यहाँ युट्युबको इतिहास र विकासको बारे छोटकरीमा जानकारी। युट्युबको इतिहास 1 मा रहेको छ स्थापना 2005। युट्युबको स्थापना फेब्रुअरी 14, 2005 मा 3 जना पेपालका पूर्व कर्मचारीहरू चाड ह्युरिल, स्टेभ चेन र जोइड कारिमले गरेका थिए। मुख्य उद्देश्य प्रयोगकर्ताहरूलाई सजिलैसँग भिडियो अपलोड, शेयर गर्न प्लेटफर्म प्रदान गर्नु। पहिलो अपलोड गरिएको भिडियो मी एट द जू,
कारिमद्वारा हो जुन अप्रिल 2023-2005 मा पोस्ट गरिएको थियो। गुगलद्वारा खरिद 2006। गुगलले अक्टोबर 2006 मा युट्युब किन्न 1.65 बिलियन तिरेको थियो। यसपछि युट्युबले विश्वभर लोकप्रिय पाउन थाल्यो। युट्युबको विकास 2007 पार्टनर प्रोग्राम सुरु गरियो। आम्दानी कमाउन पाउने सुविधा 2009 मा फुल एचडी 1080p भिडियो सपोर्ट र 2012 मा युट्युब लाइभ सुरु प्रत्यक्ष प्रसारण सम्भव। 2015 मा युट्युब गेमिङ प्लेटफर्म सुरु 360 डिग्री भिडियो सपोर्ट। 2017 मा भिडियो टिभी सेवा सुरु। 2018 मा युट्युब प्रिमियम सेवा एड फ्री भिडियो ब्याकग्राउन्ड प्ले आदि उपलब्ध। 2020 मा युट्युब सर्ट टिकटक जस्तै छोटो भिडियो सुरु र 2021 र 24 अल एआई आधारित भिडियो सुधार। युट्युब म्युजिक किड्स आदि एपको विकास। पोडकास्ट र सपिङ फिचर थपियो। आजको युट्युब विश्वको सबैभन्दा ठुलो भिडियो सेयरिङ प्लेटफर्म। प्रति महिना 2.5 बिलियन भन्दा बढी एक्टिभ युजर। युट्युबबाट करोडौं कन्टेन्ट क्रिएटरले आम्दानी गरिरहेका छन्। युट्युबको मुख्य विशेषताको विकास वर्ष। विशेषता विकास 2005 युट्युब सुरुवात पहिलो भिडियो मी एट द जू। 2006 गुगलद्वारा खरिद। 2007 पार्टनर प्रोग्राम सुरु। 2015 युट्युब गेमिङ 360 डिग्री भिडियो। 2020 युट्युब सर्ट सुरु। 2024 एआई भिडियो एडिटिङ टुल। पोडकास्ट सपोर्ट। अब युट्युबबाट पैसा कमाउने तरिका मोनेटाइजेसन। युट्युब पार्टनर प्रोग्राम YPP मार्फत युट्युबबाट सिधै पैसा कमाउने मुख्य तरिका हो युट्युब पार्टनर प्रोग्राम YPP। यसको लागि यी योग्यता चाहिन्छ, जस्तै सब्सक्राइब 1000 भन्दा बढी, पब्लिक वाच आवर 4000 गत 12 महिनाभित्र वा 10 मिलियन सर्ट भ्युज 3 महिनाभित्र। एडसेन एकाउन्ट गुगल एडसेनमा भेरिफाइड एकाउन्ट हुनुपर्छ। युट्युब पोलिसी सबै युट्युब नीतिहरूको पालना गरेको हुनुपर्छ। मोनेटाइजेसन खोलिएपछि तपाईँले यी तरिकाले कमाउन सक्नुहुन्छ। एड्स विज्ञापन तपाईँको भिडियोमा देखिने विज्ञापनहरूबाट च्यानल मेम्बरसिप, प्याड सब्सक्रिप्सन, सदस्यता, सुपर च्याट, सुपर स्टिकर, लाइभ भिडियोमा फ्यानले पठाएको पैसाबाट युट्युब प्रिमियम रिभेन्यू, प्रिमियम सदस्यले हेरेको समयअनुसार, अथवा टुमा स्पोन्सरसिप प्रयोगकर्ता ब्रान्ड वा कम्पनीहरूले तपाईँको भिडियोमा आफ्नो प्रोडक्ट वा सेवा प्रमोट गर्न पैसा दिन्छ। इक्जाम्पल टेज रिभ्यू, फिटनेस, ब्युटी च्यानलहरूमा स्पोन्सरसिप धेरै आउँछ। एफिलिएट मार्केटिङ तपाईँ आफ्नो भिडियोमा एफिलिएट लिङ्क राख्न सक्नुहुन्छ, जस्तो कुनै भ्युअर्सले त्यो लिङ्क क्लिक गरेर केही किन्ने भने तपाईँलाई कमिसन मिल्छ। उदाहरण एमाजोन दराज एफिलिएट प्रोग्राम। मेर्चान्डिज आफ्नै सामान बिक्री। तपाईँ आफ्नै टी-सर्ट, कप, क्याप, मग आदि बेच्न सक्नुहुन्छ। युट्युबको
मर्चान्डिज सेलबाट पेड प्रमोसन प्रायोजित भिडियो। कुनै कम्पनीले तिमीलाई आफ्नो भिडियो बनाइदिएर पैसा दिन सक्छ। मोनिटाइजेसनको लागि टिप्स चाहिँ रेगुलर भिडियो अपलोड गरौँ, अडियन्सको मनपर्ने कन्टेन्ट बनाऊ, कपिराइट फ्री म्युजिक र क्लिप प्रयोग गरौँ, भिडियो एसइओ, टाइटल, ट्याग, डिस्क्रिप्सन राम्रो गरौँ। कसरी पैसा आउँदैन? कपिराइट कन्टेन्ट अरूको भिडियो प्रयोग गरेमा र युट्युब पोलिसी नमान्दा र फेक सब्सक्राइबर भ्युअर्स ल्याउँदा। अन्तिम सुझाव, युट्युबबाट पैसा कमाउने स्टेडी तरिका चाहिँ चाहिएको छ भने 6 देखि 12 महिना मेहनत, कन्सिस्टेन्ट अपलोडिङ, सही स्ट्रेटेजी चाहिन्छ। चाहिएको खण्डमा मोनिटाइजेसन ओपन गर्ने स्टेप बाई स्टेप गाइड र युट्युब एसइओ फुलको कोर्स नेपाली अथवा इङ्ग्लिस र भिडियो स्क्रिप्ट प्लेट। हस् त, तपाईँहरूलाई मैले तपाईँहरूको खुल्दुली अनुसारको जानकारी दिएँ होला जस्तो लाग्छ। फेरि अर्को हप्ता फेरि यस्तै मनोरञ्जनका सामग्रीहरू ल्याउने जमर्को गर्दछु। हस् त, नमस्ते।